ल हाम्रो चाहिँ प्याज यहाँ छ, लसुन, गोलभेडाहरू टक्क देख्न सक्नुहुन्छ। यहाँ चाहिँ पिठो मुसिरहेको छ हाम्रो सरले, नदेख्न सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो यो मोमो बनाउने भाँडो छ, किमाहरू छ यसमा चाहिँ। ल किमाहरू के छ, मसलाहरू छ। किमा भइरहेछ है, र देख्न सक्नुहुन्छ यहाँ। यहाँ गाइस, यहाँ देख्यो नि। ल गाइस, म चाहिँ अदुवा खन्न आएको है बारीमा। हाम्रो त फेरि अदुवा छ कि बारी पऱ्यो। हाम्रो चाहिँ यहाँ अब अचारको लागि गोलीभेडा लाग्दैछ रेडी। मैले छोपेर, सरी गाइस मैले चाहिँ लुगाइदिएँ। अब यहाँ चाहिँ हाम्रो आगो बल्दैछ, किनभने सब काम एकदम आगोमा नि त ओरिजिनल होइन। हामी चाहिँ यहाँ अहिले पिठो मुस्दैछौँ। मोमो मुस्दैछौँ। मोमो मुस्दै कि पिठो मुस्दै? मोमोको लागि पिठो मुस्दै। यो चाहिँ किमा हो, यो चाहिँ रोटी हो। देख्न सक्नुहुन्छ रोटी, देख्न सक्नुहुन्छ तपाईँले रोटी कत्रो कत्रो रोटी छ। यहाँ चाहिँ यस्तो भइरहेछ, त्यहाँ चाहिँ मोमो छ, अनि यहाँ चाहिँ यो हाम्रो रेडी भइरहेछ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ दाजु हाम्रो छोप्नी चाहिँ लिएर यो छोपो यता हेर्दै त, सुक्छ यार। यता हेरौँ न, अहिले तेल हालौँ ल। आमा कति राम्री हो नि, दामी छ।